अरे त बाँच्दैन का छोड्नुस् त्यसलाई बोडी दिस बिचारा यार त यार यिनले के गराए यार तिमी बाहिर हिँडे जाऊ छोडिदिएको अब त बाँच्दैन छोडिदिनुहोस् हजुर छोडिदिनु अब त बाँच्दैन छैन सबै त्यस्तै भएको छ बाँच्दैन का छोड्नुहोस् त्यसलाई अब सिधा कसले लुच्यो हजुरले निकालिदिएर हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग आई होप सबैजना सन्चै आराम हुनुहुन्छ होला म पनि सन्चै आरामै छु अनि धेरै दिनपछि ब्लग लिएर आएको छु अनि बिहान कहिले 7 बजीसम्म उठेर म ट्याक्का आज धेरै दिनपछि के ब्लग बनाउन लागेको छु सो ब्लगलाई अन्तिमसम्म हेर्दिनु होला माई नेपाली पिपल्स अनि ब्लग स्टार्ट गर्न भन्दा के यार कस्तो नाङ्गी बुङ्गी गराइदिएर बिचारा यसलाई हेर्नु त अनि मौसम पनि ट्याक्का वाउ घाम पिवाट सिडिक्का टल्को अनि यहाँ पाइप अनि अहिले म यहाँ माथि चाचीको घर आएको थिएँ बाई काली यो मियाको बुट्टामा के हेर्नुहोस् त 2 चिट्टा बिहा मात्र फुल्स हजुर ल अनि दिस माई होम कति गाउँ छ कि गाउँ भया खुट्टामा मेरो ओर्लाएको छ गर्मी सुरु भएर अब होली पनि गइसक्यो सबै गयो यता हाम्रो भविष्य चिया पिउन लागिरहेछ ओके यता के बनाउनु लागिछौ र तिमीलाई बिहान बिहान उठ्ने बित्तिकै के धजा बनाएर बस्न लागिछौ हजुर देख रहे हो गाइज दिस इज 1 2 3 4 5 6 एउटा अन्डा मैले खाइदिएछ अनि यता के भयो र गाइज अहिले चाहिँ म फेरि दुध लिउन आइएको छु बिहान बिहान अब हाम्रो वैँसी कहिले हो ब्याउने त्यो थाहा छैन टक्का 12 दुध लिएर खाना गाउँमा पनि खाली हुन लागिसक्यो गाउँ पनि यो चाहिँ हाम्रो गाउँको मन्दिर अनि यो बाँस घारी सजिलो छ है केही पर्दा पनि गाडीका ट्याक्का यहाँदेखिबाट आएर स्याट यहाँ रोकिन्छ अनि ट्याक्का घरमा उटिक्का देखिन्छ है ल अब दुध लिनु जानु पर्यो हो साँच्चै हो मलाई डक्टरले भनेको थियो होइन अल्ली बाबु चिया कम गर्ने गर धेरै कमजोर भयो तिमी समथिङ एक दिनमा मैले 6-7 कप खान्थेँ अचल म ल्यागोले भनेपछि मिक्सिङ 2 कप भन्दा धेरै खाँदै खान्थेँ तर अलि यति हाल्थेँ है यति धेरै खाना हुन्न र अस्तिसम्म 6-7 दिन पहिलासम्म त्यो बुटो नाङ्गे बुङ्गे थियो 6 दिन पछि आएर हेर्छु भन्दा त बाप्रे बाप कति राम्रो भएको यहाँ वाउ दुध लिएर आइसक्यो ट्याक्का अब जानु पर्यो घर आइसक्यो यहाँ कुन्टु सानो बच्चा बिचारा ओइ पासो लाउला के नुला आमा छन् के जति मानका त्यहाँ उहाँ अल्झाएको त बाख्राले हाम्रो नयाँ पुन्टु के अरे के उठा हेर
ल ल यता हेर का ए दुईटै दुखा जब भी देता ऊपर वाला छप्पर फाड़ के देता भैया कहिले बेथेमा का दुईटा बोकै बोका दिएर ला ला आइजा चिसो भएन मम्मी आट तिमीलाई के भयो बाबु तिम्रो किन झोक्रिया छौ र मम्मीलाई क्यामेराम्यान दिनु पर्यो टेक्क यहाँ यसरा यता चप्पो शान्त चटाइदिने कति धेरै चटाइदियो चिसो लौ उसलाई नि खान्छ उसलाई नि गरे बाजका अब त आफै चाट्छ त्यसो भए आऊ फेरि कागज तैँले पनि आमाले त्यो कागज खानलाई भिटामिन लिएर दिस इज ल अलि फल्न त देऊ के न टिप्याउ प्याजको पकौडे बनाऊ प्याज छैन नि त त्यसमा खन्निकाला त एउटा प्याज कत्रो छ यो त तिम्रो मटर त सुकेर जान लागिसक्यो ए मलाई के थाहा र यो तोरी बारी टक्का फुल खेलियो ल पुरा दिने त काला पर्न लागिसक्यो भाइ मटर कि हेलो जेन्टलम्यान हुरी सबै सन्चै हुनुहुन्छ हेलो तपाईँ पनि सन्चै हुनुहुन्छ धेरै दिनपछि भेटिनु भयो है बाप रे बाप 2-3 लाखको माल त रहेछ क्या हाम्रो फुपूको घर जे होस् 2-3 लाखको माल रहेछ भाइ सन्चै खाना मिलेछ टाइममा खाना दिएछन् नि कति राम्री हो तिमी त विश्व सुन्दरी जस्ती के भयो सन्चै ल ठिक छ हेलो म्यान सन्चै हुनुहुन्छ तपाईँ अरे सन्चै छु भन ए भ्यास आइजा एउटा भ्यास यहीँ छन् ल ढौकर दाइले ढौकर सरकारी स्कुलमा पढे पनि पढाइ त फेरि इङ्ग्लिस हो नि हो ल ल नेक्स्ट orange R for rose sheep S for sheep T for train पनि भन्यो भने जे भन्यो हुन्छ U for umbrella ओ जेब्रा ओ के भन्ने ठुलो भएर पुलिस भन्ने होइन पुलिसको त केही भ्यालु छैन आजकल नि आर्मी पनि होइन भन्ने को 60-70 वर्षसम्म गर्छ काम त्यहाँ पेन्सिङ भन्ने डाक्टर बन्ने बित्तिकै पहिला त दाँत ठिक गर्न पर्यो है आफ्नो गरीबैको घरमा जम्लानिनु गोडो पढाइ लेखाइ ठुलो मान्छे बनाएर छोरी पागोरीमा घाँस
हलेराका घर असल त के हो कौन क्रिम लाछ र तिमीले दिनदिनै गोरा हुँदै गएछ बे अहिले चाहिँ म फेरि माथि हाम्रो घरदेखि तलबाट सिधा माथि धुर्सुलको बुटामा आएको छु अलिकति बाख्राहरूको लागि यो काट्नको लागि अब यिनी काटेपछि फेरि पलाउँछ कि होइन अब ल चट्टा पारमा पहिला म क्यामेरा सेट गर्छु त्यहाँपछि म यहाँबाट ट्याक्क माथि बुटामा चढ्छु है ओके गाइस म क्यामेरा सेट गरेर जति हुन सक्थ्यो काटिसकेँ गाह्रो छ है गाह्रो अब यिनीहरूलाई सिमाल्नु पर्यो आँसु कता फालिदिएको छु मैले यार अलिकति यत्रो मात्रै काटेको आँसी मेरो आँसी आँसीमा रहेछ यसो गर्दै लायो लायो लायो